हेलो एभ्रिवान एन्ड नमस्ते। अब दसैँ तिहारको बिदाको अवसरमा हामी सबै परिवारहरू चाहिँ जमघट भएको बेला यो कोलपुर बाँकेमै पर्ने यो गावर भ्यालीमा एउटा पार्क रहेछ। त्यही पार्कमा आज हामी घुम्न गएका थियौँ, जसको सानो मिनी ब्लग बनाउने कोसिस गरेको थिएँ। मेरो फर्स्ट टाइम भएकाले अब यहाँ मलाई बोल्न पनि अलिकति नमिल्न सक्छ। सबैले अब राम्रो भए पनि नभए पनि हेरिदिनु होला। अब यहाँ हामीले घरमा थोरै खानेकुराहरू बनाएर फ्यामिलीहरू मिलेर हामी यसरी अटो रिजर्भ गरेर र केही फ्यामिलीहरू चाहिँ हामी बाइकमा पनि गएका थियौँ। यसरी सानो नानी अगाडि मैले काखमा राखेर, छेउमा दिदी हुनुहुन्छ, यता हाम्रो नानी भदैनी, त्यसै गरेर अर्की भदैनी, ठुलो भाउजू हुनुहुन्छ, बिचमा मेरो छोरी कान्छी छोरी लगायत अरू बाँकी अटोमा अटोमा भन्छु के अरे बाइकमा आउँदै हुनुहुन्छ। अनि यसरी हामी गावर भ्याली भित्र पर्ने यो हाम्रो गावरको पार्क हो यो। यसरी हामी इन्ट्री गऱ्यौँ। इन्ट्री गर्ने बित्तिकै सानो बाबु लडिहाले, चकचक गर्छन् नानीहरू, गाह्रो छ। अनि यसरी गावर भ्यालीभित्र पस्दा सर हेर्दा जस एरिया चाहिँ एकदमै ठुलो रहेछ, राम्रो लाग्यो मलाई। अनि सानो नानीलाई निन्द्रा आइसकेको थियो, यसरी निदाएकी छिन्। अब त्यसपछि अब भर्खरै आइपुगेको, अब अटोमै आए पनि बाइकमै आए पनि थोरै अब गर्मी नै भएका कारण एकछिन हामी चाहिँ थोरै रेस्ट गर्दै सानी नानी बैराग लाए जस्तो पाराले बसेकी छिन्। त्यसै गरेर यहाँ अलिकति फोहोर भएकाले चाहिँ फोहोर सफा गर्दै हुनुहुन्छ भाउजूहरू। अनि उहाँ बुहारी नानी, हाम्री भदैनी, छोरी, भाउजूहरू सब मिलेर सफा गर्दै म्याटहरू ओछ्याउँदै गर्नुभएको छ। अनि मेरो काम त त्यही हो, यसो भिडियो बनाउँदैछु म। सफा सुग्घर कार्यक्रम हुँदैछ। सबैजना सफासुग्घर गरिसकेपछि बस्यौँ। यहाँ दिदी के भन्दै हुनुहुन्छ हाँस्दै, सानी नानी चाहिँ खोइ म पनि आउनु परेन, अघि त म निदाएको थिएँ भन्दै क्यामेरा अगाडि आएकी छिन्। अनि त्यहाँ माइली भाउजूले केटाकेटीहरूलाई बिस्कुट, चक्लेट के दिइराख्नु भएको छ। सबैजना खुसी भएर खाँदैछन्। अनि यहाँ घरबाट लिएर आएको पापडहरू के सामानहरू छ, अचार, मासु भनौँ न, अरू त के भनौँ र। अनि यहाँ म पनि यसो क्यामेरामा आउनु पऱ्यो भनेर झलकझुलुक। अनि यहीँ नाच सुरु भयो अब हाम्रो। अब आउने बित्तिकै अलिकति गर्मी भएकाले पार्क घुम्नुभन्दा पनि पहिला यसो नाचगान रमाइलो गऱ्यौँ। फेरि हाम्रो परिवारमा सबैजना नाच्नमा अलि इन्ट्रेस्टै गर्नुहुन्छ, आओस् नआओस्, तर रमाइलो चाहिँ गर्ने भएकाले सबैभन्दा बढी समय चाहिँ हामीले नाचगानमै बितायौँ। रमाइलो नाचगान एकदम रमाइलो भयो। सानमी हाम्रो नातिनी यहाँ अप्ठ्यारो मानिन् क्या, नाच्नै उहाँ हजुरआमालाई चाहिँ उठाउँदैछिन्, आफू भने चाहिँ नाच्न चाहिँ अप्ठ्यारो भइसक्यो। नाच्न खोज्दैछिन्, नाच्न चाहिँ साह्रै राम्रो नाच्छिन्, तर अलिकति लजाइन्। अनि मेरी ठुली छोरी पनि नाच्दैछिन्। अनि भदैनी, छोरी, म स्वयं आफै पनि नाच्दैछु। बडी नानीलाई पनि उहाँ भान्जी बोकी नाच्नु परिरहेछ, गाह्रो छ। ठुलो भाउजू, दिदी, सबैजना जस्तो रमाइलो भयो। अनि नाचगानमै अलिकति बढी समय हामीले स्पेन्ड गरेकोले चाहिँ नाचगानकै भिडियो यहाँ बढी छ। अब झर्को नमानेर हेर्नु होला। अनि मेरो यो पहिलो मिनी ब्लग हो भनौँ न। अब फर्स्ट टाइम मैले यसरी बनाइरहेको छु। बोल्ने बेला केही अब अड्किने सड्किने हुनसक्छ, त्यसलाई चाहिँ नर्मलमा लिएर यो भिडियोको चाहिँ यो भिडियो हेरेर इन्जोय गर्नु होला। अब यसरी यहाँ सानी नानी यहाँ के बिस्कुट खाँदैछिन्, पानी पिउँदैछिन्, मेरो कान्छी छोरी। अब यहाँ अझै नाचगान कार्यक्रम हाम्रो अझै हुँदै नै छ। धेरै लामो समय चाहिँ हामीले नाचेर नै बितायौँ। बाहिर घुम्ने अलिकति अवस्था पनि थिएन, अलिक गर्मी भएकाले। सानो नानीहरू पनि थुप्रै भएकाले चाहिँ हामी नाचगानमै चाहिँ अब शीतलो पनि अब ठ्याक्कै माथि सानो के भनौँ यसलाई, कटेरो जस्तो रहेछ। अब कार्तिक महिना लाग्ने समय पनि भइसकेर खासै गर्मी त थिएन, तर बाहिर डुल्दा गर्दा चर्को घामले गर्दा नानीहरूसँग गाह्रो अप्ठ्यारो हुन्छ भनेर हामीले मजाले नाचेरै रमाइलो गऱ्यौँ धेरै समयसम्म चाहिँ।
अनि नेपालको झन्डा लगाएर हाम्रो सानो दाजु पनि एकदमै ढलक ढल्केर नाच्दै हुनुहुन्छ। अनि ऊ इन्ट्री भयो जुनी मिसको पनि त्यहाँ एकदमै कम्मर हल्लाउँदै हात पनि एकदमै मचाउँदै नाचगान कार्यक्रम चाहिँ भइरहेको छ। माइली भाउजूहरू, सानो दाजु अनि ठुलो भाउजू, म होइन भदै मेरो छोरी पनि बिचमा आएर के अल्मलाउँदैछिन् मलाई, त्यहाँ डिस्टर्ब नगर है भन्दैछु म। लु चाइट 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 लु कम्मर पनि हल्लाउनु ल है लु भदाले चाहिँ उठ्दै बस्दै। अनि ल जुने मिसको पनि नाच कम छैन। ल हेर्नुहोस् न ठुलो भाउजू माइली भाउजूको पनि उस्तै खत्रै छ। नाच्नमा हामी जो सबै परिवारमा कोहीभन्दा कोही कम छैनौँ। ल हेर्नुहोस् भदाको झन् डेन्जर छ। अब जुनु मिसको त अब तपाईँहरूले देखिराख्नु भएको छ, राम्रै छ नाच। अब त्यसपछि एकछिन हामी पार्क पनि घुम्न गएका थियौँ साना नानीहरूलाई। यहाँ हात्ती अनि पर हात्ती सँगसँगै त्यहाँ पर बाघ पनि रहेछ। अनि बाघमा पनि केटाकेटीहरू एकछिन जान्छन्। तर हामी चाहिँ यहाँ यसो राउन्ड गर्दै थियौँ, कुरो भएर होला सुरुवालहरू माथि उठाउँदै हिँड्नु परिरहेको थियो हामीलाई। अनि के बोल्दै पनि थियौँ। अनि यता झारपातहरू पनि एकदम अनुसन्धान हुँदैछ, के को झार हो यो के को हो भन्दै। यी हाम्री भदैनी नानी हाँस्दैछिन्। अनि पर कुद्दैछन् केटाकेटीहरू पनि। यहाँ अघि चाहिँ हात्ती हेरिसकेपछि उहाँ बाघ पनि रहेछ एउटा। अनि बाघलाई हेर्न अनि त्यसपछि हाम्रो खाने कार्यक्रम सुरु भयो। खाजा लिएर आएका थियौँ हामीले घरबाटै बनाएर होइन, मासु, चिउरा भुजा, अचार अनि पापड अनि चिसोहरू यसो बोकेर लिएर आएका थियौँ। अनि अब खाने कार्यक्रम भयो एकछिन। अनि सबैजना बसेर खायौँ, रमाइलो भयो। अनि त्यसपछि धेरै समयपछि यसरी परिवारसँग सधैँ अब त्यही त हो नि कामको सिलसिलामा। अब हेर्नुहोस् है फोटो सेसन पनि सुरु भएको थियो। त्यसपछि एकछिन मौसम पनि अलिकति शीतल हुँदै गइसकेपछि यसरी फोटो सेसन पनि भयो एकछिन। अनि खानपिन भइसकेपछि फोटो सेसन भइसकेपछि अनि हाम्रो जस अन्तिम अवस्था होइन साँच्चै कि यहाँ नजिकै एउटा त्यही पार्कभित्र यहाँ जिम पनि रहेछ। यहाँ जिम गर्ने के हो सानो यो होइन, जिम गर्ने के भन्ने यसलाई साधनहरू रहेछन् त्यहाँ। मजाले जिम गरिदिनुहुन्छ हाम्रो भदैनीज्यू। एकदमै पेट घटाउनु पऱ्यो भन्ने एकदमै ठुलो पिर थियो। अब सायद घट्यो पनि होला अलिअलि। अब यति भएपछि लास्ट हो यो हाम्रो चाहिँ यहाँ फोटो सेसनहरू सकिएर अब हामी फर्किने बेला हो यो चाहिँ। जस रमाइलो राम्रो रहेछ यो ठाउँ, ठुलो एरिया होइन ओगटेको। यसरी हामी बाहिरियौँ पनि होइन। अब सानी नानी हाम्रो कान्छी छोरी बाहिरिएकी छिन्। अरू यहाँ बाइकहरू अटोवाला अङ्कल पनि आइसक्नु भएको छ हामीलाई लिन। यसरी बाई।